नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौं। प्रदेश नम्बर 2 को प्रदेश प्रमुखको विरोध र बचाउको क्रम जारी रहेको सम्बन्धी प्रसंगबाट। प्रदेश नम्बर 2 का विवादास्पद प्रदेश प्रमुख राजेश झाको विरोध र बचाउको क्रम जारी रहेको छ। नियुक्ति प्रक्रियामाथि नै प्रश्न उठिरहेको बेला झाले प्रदेशका सचिव र अधिकृतहरूलाई प्रदेश सरकारको गतिविधिबारे जानकारी गराउन निर्देशन दिएपछि झन विवादमा परेका छन्। सर्वोच्च अदालतको फैसलाबाट हौसिएका नेकपाका नेता रामचन्द्र झाले प्रदेश प्रमुख झालाई कालो मोसो दल्ने र खेद्ने अभिव्यक्ति दिएका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओली तत्कालै नहट्ने खबरहरू आउन थालेपछि नेकपा युवा संघका एकजना युवाले प्रदेश प्रमुख झाको बचाउमा उत्रिएका छन्। हुन त जातीय आधारमा झालाई सहयोग गर्नेको संख्या कम्ती छैन, तर सार्वजनिक रूपमा उनका लागि नेकपाकै नेतालाई धम्की दिने भने न्यून नै रहेका छन्। पूर्व मन्त्री समेत रहेका नेकपाका नेता रामचन्द्र झाप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिएको छ। प्रदेश प्रमुखमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष यादव उपेन्द्र यादव माथि नै गौरको हत्याकाण्डमा मुद्दा चलाउनु पर्ने माग गर्दै सीमित व्यक्ति मध्येका हुन्। उनले प्रदेश नम्बर 2 मा सरकार विरोधी गतिविधि गर्न थालेपछि प्रदेश नम्बर 2 का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री समेत रहेका समाजवादी युवा संघका इन्चार्ज योगेन्द्र रायले अनधिकृत हरकत नगर्न चेतावनी दिएका छन्। देशको प्रधानमन्त्रीबाट केपी ओली हट्ने बित्तिकै झाको पद धरापमा पर्नेछ। उनलाई प्रतिगमनको मतियारको रूपमा कांग्रेस जसपा र नेकपाको प्रचण्ड नेपाल समूहले लिएका छन्। धनुषाको लक्ष्मीनिया गाउँपालिकामा आइतबार एक युवक मृत अवस्थामा फेला परेका छन्। जनकपुरधाम ढल्केवर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गाउँपालिका वडा नम्बर 7 स्थित सडक छेउको नालामा युवक मृत फेला परेका हुन्। मृत फेला परेका युवक स्थानीय गर्भु महराका 25 वर्षीय छोरा ललन महरा रहेको स्थानीयले बताएका छन्। घटनास्थलमा प्रहरी पुगेको छ। उनको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउने तयारी भइरहेको तथा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै हुनुहुन्छ। औद्योगिक क्षेत्र शिलान्यास लगायतको कार्यक्रममा सहभागी हुन ओली झापा जान लाग्नु भएको हो। झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई चीन नेपाल मैत्री औद्योगिक पार्क नाम दिएको छ। 64 अर्ब रुपैयाँ लगानी रहने चीन नेपाल मैत्री औद्योगिक पार्क पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइरहेको छ। सरकारले एक सातामा 5 वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको छ। सो कार्यक्रम अनुसार फागुन 10 गते कञ्चनपुरको दैजी छेउला औद्योगिक क्षेत्र, फागुन 11 गते बाँकेको 9 बस्ता औद्योगिक क्षेत्र, फागुन 13 गते रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र 14 गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन्। हाल नेपालमा 11 वटा औद्योगिक क्षेत्र सञ्चालित छन्। सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापरवाहीले 7 महिने बालकको मृत्यु भएको भन्दै स्थानीयवासीहरूले लालबन्दीमा टायर बालेर प्रदर्शन गरेका छन्। अस्पतालप्रति आक्रोश व्यक्त गर्दै उनीहरूले 1 घण्टासम्म पूर्व पश्चिम राजमार्ग समेत जाम गरेका थिए। लालबन्दी नगरपालिका वडा नम्बर 6 जनवादी चौक निवासी रमेश गिरीको 7 महिने छोराको स्थानीय गाउँ मैत्री बाल अस्पतालमा केही दिनदेखि उपचार चल्दै आएको र अस्पतालले बालक चिकित्सा भएपछि शुक्रबार बिहान रेफर गरेर पठाएपछि जनकपुर ल्याउने क्रममा बालकको बाटोमै मृत्यु भएको थियो। उपचार सम्भव नभएपछि सुरुमै रेफर गर्नुको सट्टा अन्तिम समयमा आएर रेफर गरेर उपचारमा संलग्न चिकित्सकले गैर जिम्मेवारीपूर्ण काम गरेको र आफूहरूलाई अभद्र व्यवहार गरेको समेत बालकका आफन्तहरूले आरोप लगाएको छ। पीडित परिवार र अस्पताल पक्षबीच वार्ता भई बालकको उपचारमा लागेको सम्पूर्ण खर्च अस्पतालले बिहोर्नेछ।
करिब 1 घण्टा अवरुद्ध गरिएको राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिनुभएको छ। नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको अध्यक्षमा रेवन्त कार्की निर्वाचित भएका छन्। शनिबार बर्दिवासमा सम्पन्न होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको तेस्रो जिल्ला अधिवेशनबाट कार्की अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। अधिवेशनबाट जिल्लामा होटल व्यवसाय सञ्चालन गर्दै आएका 21 सदस्यीय जिल्ला कार्य समिति निर्वाचन भएको छ। समितिको वरिष्ठ उपाध्यक्षमा सरोज चौधरी, उपाध्यक्षमा गुञ्ज बहादुर कार्की, उपाध्यक्ष अमित कुमार बस्नेत, महासचिवमा दान बहादुर थापा, सचिवमा नारायण घिमिरे, सहसचिवमा परमेश्वर महतो, कोषाध्यक्षमा हेम बहादुर लामा, सहकोषाध्यक्षमा धनेश्वर शाह निर्वाचित भएका छन्। समितिको सदस्यहरूमा आरती घिमिरे, मीरा परोजुली, हेम लामा तेन्जन, अमृत श्रेष्ठ, बलराम श्रेष्ठ, मुकेश कुमार शाह, मेन बहादुर थापा, भुलन सेन ठकुरी, चन्देश्वर यादव, सबीर हुसेन, कमला कोइराला र सुदर्शन काफले निर्वाचित भएका छन्। निर्वाचित पदाधिकारीले शनिबार पदभार सम्हाल्दै थप शपथ लिएका थिए। शपथ खाएसँगै होटल तथा पर्यटन व्यवसायी संघ जिल्ला कार्य समितिले दिएको जिम्मेवारी पूर्ण रूपमा पालना गर्ने कार्कीले प्रतिबद्धता जनाएका छन्। शनिबार महादेवी गाउँपालिका 4 की 24 वर्षीय पुनिता देवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले स्थानीय 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महादेव गाउँपालिका 4 का 58 वर्षीय लक्ष्मण राउत बरै, 65 वर्षीय रामजी शाह र 27 वर्षीय श्याम राउत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। आरोपित मध्ये 3 जना पक्राउ परेको र 1 जना आरोपित 40 वर्षीय सुरेन्द्र शाह फरार रहेकोले खोज तलास भइरहेको प्रहरीको कार्यालय कञ्चनरूप सप्तरीमा प्रहरी निरीक्षक नरेश कुमार सिंहले जानकारी दिनुभएको छ। आफ्नो खेतमा बालीनाली हेर्न फागुन 6 गते दिउँसो गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखि निजहरूलाई रोक्न खोज्दा कुटपिट गरेको पीडितले बताएको छ। आरोपितहरूको कुटपिटबाट पेटमा रहेको 16 हप्ताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूप सप्तरीमा दिएको उजुरीमाथि थप अनुसन्धान र कारबाही भइरहेको प्रहरीले जनाएको छ। महोत्तरीको बर्दिवासमा तेस्रो बर्दिवास महोत्सव 2077 को आयोजना हुने भएको छ। बर्दिवास उद्योग वाणिज्य संघ बर्दिवासको आयोजनामा फागुन 25 गतेदेखि चैत्र 8 गतेसम्म महोत्सव सञ्चालन हुन लागेको बर्दिवास उद्योग वाणिज्य संघ बर्दिवासका महासचिव भवनाथ खतिवडाले जानकारी दिनुभएको छ। कोरोना महामारीले सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना हुन लागेको उहाँले बताउनु भएको छ। शनिबार बर्दिवास उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा खतिवडाले विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमणले सुस्ताएको व्यापार प्रवर्धनमा महोत्सवले टेवा पुग्ने विश्वास लिएको बताउनु भएको छ। प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउतबाट महोत्सवको उद्घाटन गर्ने उहाँले बताउनुभयो। महोत्सवमा 150 स्टल राखिने र 1.5 लाख दर्शक उतार्ने लक्ष्य लिएको महोत्सव आयोजनामा 35 लाख खर्च लाग्ने अनुमान गरिएको छ। बर्दिवासको कृषि, पर्यटन, कला, संस्कृति तथा व्यापार प्रवर्धनका लागि महोत्सवको आयोजना गर्न लागि बर्दिवास उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष प्रहलाद कुमार छेत्रीले बताउनु भएको छ। कोरोना संक्रमणको कारण गत वर्ष बर्दिवास महोत्सव स्थगित भएको थियो। स्थानीय वस्तुहरूको प्रदर्शनी, व्यावसायिक स्टल, अत्याधुनिक खेल सामग्री, चर्चित कलाकारको प्रस्तुतिकरण रहने महोत्सव अवलोकन गर्न प्रति टिकट 55 रुपैयाँ शुल्क तोकिएको आयोजकले जनाएको छ। मोरङको केराबारी गाउँपालिका 8 मा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण गाउँ नै जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका छन्। महादेव मिनरल इन्डस्ट्रिज र शिवम क्रसरका कारण केराबारी गाउँपालिका 8 आमजुङ्गी बस्ती जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका हुन्। खदमखोलाबाट 2 उद्योगले अवैध उत्खनन गरेको स्थानीय जित बहादुर बस्नेतले बताएका छन्। गाउँपालिकाका अध्यक्ष रोहित कार्की र क्रसर उद्योग सञ्चालक भीम पौडेलले मिले महत्त्वमा अवैध उत्खनन भएको स्थानीयको गुनासो छ। गाउँपालिकाका अध्यक्ष कार्की पनि क्रसर उद्योग सञ्चालक हुन्। महादेव मिनरलमा
उनको पनि लगानी रहेको स्थानीयको आरोप छ। अध्यक्ष कार्कीले प्रतिक्रिया लिन पुगेका पत्रकारसँग कुरा गर्न मानेनन्। हप्ताको पहिलो दिन आज पनि सुन चाँदीको भाउ घटेको छ। आज सुनको भाउ तोलामा 500 रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा 88,300 रुपैयाँमा झरेको छ। यसअघि अस्ति शुक्रबार पनि सुन तोलामा 500 रुपैयाँले घटेको थियो। महासंघका पूर्व अध्यक्ष तेज रत्न साक्यका अनुसार अमेरिकामा सुनमा लगानी गर्ने कम्पनीहरूले धमाधम सुन बिक्री गर्न थालेकाले सुनको भाउ घट्न थालेको हो। केही लगानीकर्ता सुनमा भन्दा चाँदीमा आकर्षित भएकाले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेको साक्यले बताउनु भएको छ। उहाँको अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस $1735 रहेको छ। भाउ घटेर प्रति अंश $1700 झर्ने सम्भावना छ। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। तोलामा 10 रुपैयाँले घटेर 1325 रुपैयाँ झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। विश्वभरमा 8 करोड 79 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। आइतबार बिहानसम्ममा 8 करोड 79 लाख 9,335 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वमा 11 करोड 43 लाख 55,156 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 25 लाख 36,454 जनाको मृत्यु भइसकेको छ। हाल विश्वभरमा 2 करोड 19 लाख 9,000 भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 2 करोड 92 लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 1 करोड 96 लाख 29,000 भन्दा बढी निको भएका छन् भने 5,24,634 जना संक्रमित ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 10 लाख 96 हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1 करोड 7 लाख 73 हजार भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,57,087 जना पुगेको छ। नेपालमा हालसम्ममा 2,74,065 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,70,325 जना निको भएका छन्। यहाँ कोरोनाबाट 2,773 जनाले ज्यान गुमाइसकेका छन्। अमेरिकाको औषधि निकायका संस्था एफडीएले जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको खोपलाई स्वीकृति दिएको छ। जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ। अमेरिकामा फाइजर र मोडर्नाको खोपपछि तेस्रो भ्याक्सिनको रूपमा जोन्सन एन्ड जोन्सन उत्पादन गरेको भ्याक्सिनले स्वीकृति पाएको हो। यो खोप एक पटक मात्रै लगाए हुने र जुनसुकै रेफ्रिजरेटरमा भण्डारण गरेर राख्न सकिनेछ। फाइजर र मोडर्नाको भ्याक्सिनलाई भने डिफ्रिजको आवश्यकता पर्छ। अरू खोप भन्दा जोन्सन एन्ड जोन्सनको कोरोना भ्याक्सिन सस्तो रहेको भनिएको छ, तर अहिलेसम्म कोरोना खोपको मूल्यबारे भने जानकारी गराइएको छैन। अमेरिकाले यो खोपको 10 करोड डोज खरिद गर्ने जनाएको छ। बेलायत लगायतको देशहरूले पनि यो खोप किन्नको लागि प्रक्रिया सुरु गरिसकेको छ। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।